म रुद्राक्ष जोशी। यो भिडियो चाहिँ पुरा भिडियो हाम्रो आयुष दाईद्वारा खिचिएको हो। क्रेडिट गोज टु आयुष दाई। त्यति बेला मैले इन्टेन्सन थिएन, मैले खिच्ने प्लानिङ मेरो केही थिएन। जस्ट म दाईसँग चितवनको सरप्राइज हुँदाखेरि मलाई देख्नुहुन्छ हजुरले आयुष दाईको भिडियोमा। त्यसमा चाहिँ के भन्दाखेरि हामी सरप्राइज गर्न जाने बेला चाहिँ हस्पिटल पुगेपछि चाहिँ हस्पिटल कुन चाहिँ हुँदा पुष्पाञ्जली हस्पिटल त्यहाँ पुगेपछि बल्ल थाहा भयो कि के रहेछ कुरा भनेर। त्यहाँ जाँदा चाहिँ हामी एकजना बिरामीले चाहिँ काठमाडौँको पञ्चक भन्ने त्योमा लड्नु भएर चाहिँ आइसियुमा भर्ना हुनुभएको रहेछ। उहाँको परिवारले सबै बेचिसक्नु भएछ कि पुरा भिडियो चाहिँ आइसके क्लिप छ, त्यो हेर्न सक्नुहुन्छ। त्यसमा नि हामीले सक्दो जति सक्छौँ त्यति डोनेट गऱ्यौँ हामीले। मसँग अनलाइनमा 3000 थियो, मैले 3000 दिएँ, दाइले क्यास 5000 दिनुभयो र अझै रकम उठ्दैछ यो उसको लागि भनेर हामीले त्यो गर्दैछौँ। हजुरहरू पनि इच्छुक हुनुहुन्छ भने डोनेट गर्नलाई हाम्रो सेवा नम्बर राख्दैनछौँ, हजुरले डोनेट गर्न सक्नुहुन्छ। उहाँले चाहिँ घर बेचेर 1.5 वर्ष भएछ कि 1.5 वर्ष जति, 1.5 भन्दा 1.5 वर्ष जति भइसकेको छ। उहाँले त्यो गर्न थाल्नुभएको, आफ्नो छोरालाई अपरेसन गर्न थाल्नुभएको, जुन चाहिँ पुष्पाञ्जली हस्पिटल, जुन चाहिँ भरतपुरको एयरपोर्ट अगाडि र मिलेनियम कलेजको अगाडिपट्टि छ कि। हजुर पनि इच्छुक हुनुहुन्छ भने त्यहाँ गएर दिन सक्नुहुन्छ उहाँलाई, नभए हामीसँगै कन्ट्याक्ट गरेर हामीलाई सेवामा पठाएर दिन सक्नुहुन्छ। ल गाइस, पुरा भिडियो हेरिदिनु होला है। घर मेरो यही पार्वतीपुर हो। घर घडी सबै बेचियो भाइ, केही छैन। बाबुको लागि बेच्यो। मेरो बाबुमा चाहिँ गाह्रो छ कि बाबु भेन्टिलेटरमा राखेको छ। थ्याङ्क यू मेरो भाइ। सानैदेखि उठ्नुपर्छ, अब हुन्छ भने हातमा बल दरो बनाउने हामी चतर क्याकहरू सानो तिम्रो लागि। ल आयुष दाईहरू हुनुहुन्छ त, त्यसको दाईहरू हामी छौँ, टेन्सन नलियो है। तपाईँको हुन्छ ल। सुन्दिनँ तपाईँ। गेट आउट। हेलो नमस्ते अनि स्वागत छ आयुष स्टेसनको अर्को एउटा नयाँ सरप्राइजमा, सिधै चितवनबाट। नमस्कार, सेवा रोग र धेरै माया सम्पूर्णलाई। यति बेला हामी मनसँग मन जोड्नको लागि चितवनमा छौँ। चितवनमा रुद्रचा धेरै पछि भेटियो, किनकि केटो चाहिँ पुरा थाइल्यान्डमा चिल हान्दै थियो। 1 महिना 6 दिन थाइल्यान्डमा चिल हानेर रित्तो हाट 3टा गेडा चक्लेटको मात्रै लिएर आएको छ होइन। त्यसको लागि क्षमा माग्छु त, किन भन्दाखेरि अब सामान टन्ने थियो गाइज है। ठिक छ, अनि त्यो मैले बुझ्छु वेट अनुसार होइन। त्यो 3टा चक्लेट चाहिँ कसरी अटेछ होइन, गोजीमा हाल थियो नि यसमा ल है। आज हामी चितवनमा छौँ। यो सरप्राइज चाहिँ दिदीले पठाउनु भएको आफ्नो भाइको लागि, अलिकति है गेट वेल सुन होइन भन्दै पठाउनु भएको सरप्राइज हो। अनि आउँदै मलाई चाहिँ बस ट्रकको पछाडि लेखेको शायरीहरू एकदम पढ्न मजा लाग्छ क्या। टक्क यहाँ पढेको थिएँ होइन, फोटो खिचेको थिएँ कि, मैले सुनाउँछु है। कोदोको पिठो बेसन हुँदैन, तिग्रा देखाउँदैमा फेसन हुँदैन, राम्रो हुनको लागि थोप्डा चाहिन्छ कान्छी होइन, पाउडर घस्दैमा अनुहारको डेकोरेसन हुँदैन, ... ल बाई चितवन हिँडेको ल सरप्राइजको लागि है। ल मनसँग मन जोड्नको लागि हामी चितवनमा छौँ। तपाईँहरूलाई यस्तो बसको पछाडि, ट्रकको पछाडि होइन, बुलेरोको पछाडि लेखेको शायरी पढ्न कतिको मजा लाग्छ। मलाई चाहिँ मजा लाग्छ। यता थाइल्यान्ड चिल हानेर आयो, यता काउसती छुट्टीका छुट्टी है, केटोलाई मजा छ होइन। अनि हामी आश्रममा मात्रै माटुङ्गे पेल्ले होइन। ठिक छ, यस्तै छ। अब यो सरप्राइजको प्याकेज दिदीले पठाउनु भएको। भाइ चाहिँ बिरामी है, बिरामी भाइ पनि आइसियुमा हुनुहुन्छ। अनि भाइलाई मनपर्छ भनेर उहाँले चक्लेट है, यो पुरै प्याकेजै पुरा चक्लेटको मात्रै छ है, यस्तो छ है। अनि यसमा मैले थपिदिएको पनि छु मेरो तर्फबाट होइन, गेट वेल सुन मेरो पनि भाइ भयो होइन। त्यो भएको कारणले गर्दाखेरि यसमा मैले चक्लेट्स थपेको छु। उहाँले भन्नुभएको भन्दा अझै धेरै मैले मेरो व्यक्तिगत तर्फबाट पनि हालेको छु है। अब भाइको शीघ्र स्वास्थ्य लाभको हामी कामना गर्छौँ, छिट्टै रिकभर भएर होइन यो नयाँ वर्षले चाहिँ एकदम ऊर्जा दियोस्, एनर्जी पाओस्, एकदम त्यो हामी चाहन्छौँ। टोटली कट आउट गरेर नयाँ एनर्जीको साथ होस्। गेट वेल सुन ब्रो, छिट्टै रिकभर भएर होइन। दिदीले अहिले यो प्याकेज पठाउनु भएको छ। रिकभर भइसकेपछि अरू थुप्रै सामानहरू भाइको लागि रेडी नै छ होइन। त्यो कारणले गर्दाखेरि अब हामी हस्पिटल जान्छौँ। हस्पिटल गएर
जहाँसम्म लाग्छ मलाई आइसियुमा क्यामेरा खेलाउन पाइँदैन होइन। हामी सामान्य अब यो सरप्राइज अब भाइलाई आत्मबल मिलोस् भन्ने हिसाबले दिदीले पठाउनु भएको यो माया होइन, डक्टर प्रशासनसँग हामी सल्लाह गर्छौँ। यदि उहाँहरूले होइन साइलेन्टली अब हल्का खिच्न दिनुभयो भने चाहिँ हामी खिच्छौँ होइन, नत्र भने हामी मात्रै गएर भाइलाई चाहिँ अवश्य नै भेट्छौँ होइन। अनि भाइलाई सामानहरू त दिन मिलेन, भाइको मम्मी त्यहाँ को बस्नुभएको छ पुर्नको लागि, उहाँहरूलाई हामी केही हौसला अनि दिदीले पठाउनु भएको यो भाइको लागि यो माया हामी दिनेछौँ होइन। अब हो बिरामी भइन्छ होइन, अनि टाढा भएको कोभिडको टाइममा बिरामी हुँदा हजुरले सल्लाह दिनुभएको मान्छे उहाँ हुनुहुन्छ। एभ्री टाइम हुन्छ नि मलाई म औषधि खान्न भनेको मान्छे हो, म एभ्री टाइम भिडियोमा भन्छु हजुरलाई औषधि खान्न भने दाइले टिकटक लाइभमा आएर त्यतिखेर अब जस्ट धेरै फलोवर चाहिन्छ, जस्ट गेस्टमा आएर भाइ न भाइ खानुपर्छ, औषधि खायो भने चाहिँ जस्ट बलियो हुन्छ, बल्ल चितवन भेट्न आउँछु भनेको मान्छे त्यसमा त चितवन त भेट्या है। ल हामी भाइलाई पनि गेट वेल सुन भन्दै अब हामी पुष्पाञ्जली हस्पिटल भन्नुभएको छ होइन, उहाँ हामी कल गरिसकेछौँ, त्यहाँ जान्छौँ के छ माहौल त्यो अनुसारले मनसँग मन जोड्ने प्रयास गर्छौँ। नेपालको हामी जुनसुकै कुनामा पुग्छौँ होइन पारस, नेपालको जुनसुकै कुना पुग्छौँ। के भयो त काउसतीमा राम्रो हो, बवाल भयो। के सरप्राइज हान्न त गएको होइन, के राम्रो भयो के बवाल भयो त नि यार होइन। सरप्राइज हान्न गएको भए पो बवाल हुने राम्रो हुने होइन। डेटिङ गएको मान्छे हो गाइस, डेटिङ गएको कि मिठाई गरेर आयो र होइन होइन त्यो हो नि त कुरा। ल अब नेपालको जुनसुकै कुनामा पुग्छौँ त्यसको लागि तपाईँले हामीलाई सम्झाउन सक्नुहुन्छ 9856020181 भाइबर वाट्सएप, आयुष .स्टेसन इन्स्टा, आयुष स्टेसन फेसबुकमा मेसेज गर्नु होला। नेपालको जुनसुकै कुनामा हामी पुग्छौँ। अब हामी सिधै लाग्छौँ पुष्पाञ्जली हस्पिटल, त्यहाँ सकेर हामी गाईघाट सरप्राइज गर्छौँ। ल अब हस्पिटल गाइस साइनिङ अफ। अनि त्यसपछि सुरु गरौँला अब माहौल। मलाई कि उहाँलाई होइन ऊ चाहिँ हो होइन देख्नु होला सरप्राइजको भिडियोमा होइन। पोखरादेखि आयुष दाइ म चितवनको रुद्राक्ष जस्तो भइहालेँ। रुद्राक्ष दाइको सरप्राइज हुँदा चाहिँ जस्ट चितवनमा हुँदा ट्याक्कै कल आउँछ मलाई, म स्ट्यान्ड बाई जस्ट जहिले पनि हुँदा चाहिँ म हेर्न त्यसको लागि थाइल्यान्डमा चिल हान्दै थियो नि त होइन। ल अब लाग्छौँ हामी है, पुष्पाञ्जली हस्पिटल जानु छ। ल अब लागिन् झापझुप काम गरौँ, त्यसपछि गाईघाट पनि पुग्नु छ। मनसँग मन जोड्दै नेपाल अधिराज्यभरि अब दिदीको माया भाइको लागि है। कस्तो उहाँले चाहिँ मलाई खासमा 28 गते गर्दिनँ भन्नुभएको थियो। 28 गते फेरि म लास्टै प्याक थिएँ काठमाडौँको लागि, अनि त्यो कारणले गर्दाखेरि मैले सरी बहिनी 28मा त म सक्दिनँ, यताबाट माथि जानु पऱ्यो। 29मा हो भने चाहिँ म सक्छु भनेपछि फेरि उहाँले हुन्छ दाइ 29मा भयो नि गरिदिनुहोस् भन्नुभयो र आज 29को पहिलो सरप्राइज गर्दैछु चितवनमा। चितवनको हाम्रो बवाल भएको छ नि रुद्ध छ खतरा रमाइलो भएछ। चितवनमा भाटभटिनी सुरु भयो होइन, अब पोखरामा पनि छिट्टै हुँदैछ। अब यो भिडियो आउन्जेलसम्म फेरि सुरु भइसक्यो हुनसक्छ है फेरि पोखराको, किनभने हाम्रो अलिक ढिलो नै आउँछ होइन। गर्मी चाहिँ मस्त खाइएछ यो चितवनको। मोटु भाइ किन झर्दैन भनेको त यस्तो गर्मी छ नि त, त्यो भएर नझरेको रहेछ क्या। ल अब हस्पिटल गएर त्यहाँको होइन माहौल अनुसार हामी आजको भिडियो तपाईँलाई देखाउनेछौँ। हामी हस्पिटल आइपुग्यौँ अनि मैले अघि नै भने जस्तै अब यहाँ सायद आइसियुमा खिच्न दिन्न होला, भेट्न चाहिँ दिन्छ, भिडियो खिच्न दिन्न कि जस्तो लाग्छ कि। के भएको बाबुलाई? के अरे ओइ मान्छे साउन्डको है। सुन्नु दिदी, अब बाहिर हुनुभएको चाहिँ हजुरको छोरी? छोरी मेरो। कुन चाहिँ छोरी? एउटै छोरी एउटा बाबु। मेरो भदिनी हो। घर मेरो यहीँ पार्वतीपुर हो। घर घडी सबै बेचियो भाइ, केही छैन। बाबुको लागि बेच्यो। मेरो बाबुमा त गाह्रो छ कि बाबु भेन्टिलेटरमा राखेको छ, मलाई कति घरमै जाँदैन, एउटा लिएर बसेको छ।
यस्तो हो हजुर रो र केही हुँदैन हेर्नुहोस् होइन केही भएन कति रोएको छ आफ्नो मान्छेको अब सास रहन्जेलसम्म आश आश रहन्छ हुन्छ, भन्छ नि हेर्नुहोस् हजुर। होइन अब त्यसमा घरघरेटी सबै बेचिसक्यो भन्नुभएको छ मेरो छोरीको इच्छा मैले नगर भनेको भाइ टेन्सन हुन्छ कि नगर भनेको हुँदैन मैले हिजो टाटो नै हालेर आएको सचको राखिदिएको बाबुलाई ए छोराको हजुर बर्थडे हिजो हो नि त हजुर हिजो बर्थडे हो खेर कस्तो गाह्रो छ हिजो 22 लाग्यो कति बाबु कति भयो टाइम यहाँ राखेको 8-9 महिना भयो काठमाडौँ राखेको 11 महिना भयो के भन्छ डाक्टरले डाक्टरले अब हामीले चाहिँ त्यही अक्सिजन धान्यो भने घर लैजान्छ भनेको बाबुले चाहिँ अक्सिजन धान्न सकेको छैन भेन्टिलेटरमै हो बोल्ने यताउता बोल्नु त बोल्छ पहिला बोलेको थिएन अहिले चाहिँ बोल्छ बाबु भनेपछि त केही प्रगति चाहिँ भएछ प्रगति भन्नाले यहाँ कुमबाट त चल्दैन केही पनि खास के भएर त्यस्तो भएको यो मिरुदण्ड भाँचेको अनि भन्नाले के एक्सिडेन्ट अथवा यो हिँड्दा हिँड्दै पानीमा परेको जुत्ता कपडासँगै आफै हिँड्दा हिँड्दै त्यो सुन्दरी जल काठमाडौँमा ए त्यो खसेको खसेको त्यो पहिला एकचोटि त्यो पहिलाको बर्खामा मान्छे त्यो खस्यो भनिराखेको त्यही खस्न त धेरै खस्छ अरे त्यहाँ त अँ, धेरै खस्छ मेरो आमा हुनुहुन्छ उहाँ ए हजुर मसँग आमा नै बस्नुहुन्छ अब हामी 4 जना परिवारमा अहिले बुढाले अटो चलाउनुहुन्छ श्रीमानले ए त्यो नानी एउटा नानी नि धेरै भएन गएको अस्ति भर्खरै कति भयो गएको त धेरै नै भएको छैन त्यही नानी एउटाले मात्रै नानेको छ है कुन देशमा होला नि नानी दुवै धान्नै गाह्रो भन्छ के गर्नु हेर म कुरा गर्छु तपाईँ हामी 3 जना मात्रै जाने हुन्छ है ठिक छ अब नानीले पठाएको यो प्याकेज त भइ नै हाल्यो के अरे है हजुर तर अब म पनि फेरि उता इटरीको लागि हिँडेको हो हजुर बाबुलाई चाहिँ मेरो तर्फबाट है सानो है यो अन्यथा नलिनु होला है है किनभने म नि अब 3 दिनको लागि पूर्व जाँदैछु हजुर यहीँबाट फर्किने भए त है अझै अलि धेरै धेरै जान्थेँ होइन हुन्छ बाबु मलाई त सक्दो आफूले जति सकिने त्यति गर्ने हो हजुर चाँडै अब शीघ्र स्वास्थ्य लाभको कामना गरौँ हामी है हजुर जे होस् छोरीले अब सक्दो बाहिरबाट सपोर्ट गरिराखेकै छ हजुरलाई गरे त्यही नानीको भर छ त्यही नानी बिहा नभएको भए हामीलाई गाह्रो हुन्थ्यो बाबु एउटा अटोको उसले खाना मात्रै ठिकै हुन्छ हजुर त्यही छोरी गएको भएर अलिकति सपोर्ट भयो हामीलाई कति मिडियाहरू लगायौँ बाबु कति मिडिया लगायौँ कतै मिडियाले केही गरिदिनु भएन के हामीलाई काठमाडौँबाट मिडिया लगाइदिनु भएको हो उहाँको भिजिटरहरूले लगाइदिनु भयो मैले मेरो एउटा छोरा हो अनि फोन गर्दा मात्र हामीले यहाँ सम्झिदिइराख भएको हुन्छ मैले कतिचोटि फोन गर्दा रिसिभ नगर्ने यस्तो गर्नुभएको हामी चाहिँ यति बेला पुष्पाञ्जली हस्पिटल यहाँ चितवनमा छौँ होइन अब मैले त मेरो स्वेच्छाले 5,000 मात्रै सहयोग गरेँ है अहिले तत्काल मलाई यो केही सिनारियो केही पनि थाहा थिएन खालि मलाई बाहिरबाट बहिनीले मेरो भाइ बिरामी हुनुहुन्छ आइसियुमा हुनुहुन्छ दाइ मेरो सानो सरप्राइजले हौसला मिल्छ कि भाइलाई छिटो रिकभर हुन्छ कि भन्ने हिसाबले मात्रै भन्नुभएको थियो मलाई केही पनि थाहा थिएन तपाईँहरू पनि यस्तै उहाँले अब घर घरेली बेचिसके भन्नुभएको छ है अब तपाईँको मनमा लागेर केही सहयोग गर्न चाहन्छु भन्नुहुन्छ भने सिधा मलाई सम्झिनु भयो हुन्छ होइन म उहाँको कन्ट्याक्ट नम्बर दिएर उहाँलाई तपाईँले एकाउन्टमा सहयोग गरिदिन पनि सक्नुहुन्छ तपाईँको सो इच्छाले है अब केही गर्नुपर्छ भनेर हामीले भनेको पनि छैनौँ तपाईँको मनमा लाग्छ 8-9 महिना त यही हस्पिटलमा भेन्टिलेटरमा आइसियुमा राखिराख्नु भएको छ भनेर भन्नुभएको छ होइन 10 महिना 11 महिना 11 महिना है तपाईँ सहयोग गर्न चाहनुहुन्छ सहयोगी मन देखाउन चाहनुहुन्छ सहयोगको भावनाले केही गरौँ भन्ने जस्तो लाग्छ भने सहयोग गर्न सक्नुहुन्छ मैले चाहिँ सुरुवात 5,000बाट गरेँ तपाईँले 100, 200, 50,000, 500 जति सक्नुहुन्छ त्यो सहयोग गर्न सक्नुहुन्छ अब हामी यो मार्मिक कुराहरूलाई धेरै नगरौँ हजुर मिल्यो भने हामी भाइलाई भेटेको भिडियो खिच्छौँ मिलेन भने यही नै यहीँबाट अन्तिम गर्छौँ हामी तपाईँ के भन्न चाहनुहुन्छ भने भन्नुहोस् होइन सक्दो सहयोग अब सबैले गर्न सक्नुहुन्छ भने चाहनुहुन्छ भने हजुरहरूले मलाई सानो सहयोगले नि मेरो बाबु मैले बचाउन सक्छु कि मलाई आशा छ हुइचारमा बस्नेसम्म मलाई भइदिए मलाई हुन्छ त्यतिसम्म पनि हजुरहरूले सबैले सहयोग गरेर
गरिदिनुहोस् मेरो छोरालाई उसलाई केही न केही मैले, उपलब्ध भए भयो राम्रो भने भए सहयोग गरेर केही भयो तपाईँहरूलाई भने आशीर्वाद हुन्छ मेरो सबैलाई। छोरा मैले सधैँ बाचुन्जेल हेर्न पाउँछु, त्यही छ मलाई। ल है, अब तपाईँ सहयोग गर्न चाहनुहुन्छ भने मलाई सम्झिनुहोस्, म उहाँको कन्ट्याक्ट नम्बरहरू सबै दिन्छु, त्यो हिसाबले अगाडि बढौँ ल। अब उहाँको सिनारीको माहौल के हुन्छ, धेरैले हुने कुरा नि होइन, मनले दिए मन- सबैले गरेपछि अलिअलि सहयोगले नि हुन्छ। अब हेरौँ यहाँको माहौल के हुन्छ, त्यसपछि पुरै अन्तिम हुनसक्छ। त्यो फुलदेऊ त ल, अब बाबुको लागि हामी लिएर आएको, अहिले भित्र यो दिन बाबुलाई मिलेन, नै दिनु मिल्छ न। भित्र दिन मिल्छ म पुरा राख्छु। ल है। त्यसो भए हामी भित्र यो गर्छौँ ल, अहिलेलाई चाहिँ यति नै। हामीले सोध्यौँ होइन, ठुलो सरले नबोलौँ, हस्पिटल हो, हल्का क्लिप। कता ह्याप्पी बर्थडे दिदीको माया है। चक्लेट्स मनपर्छ भनेर चक्लेट्सहरू टन्नै छ यहाँ। छिट्टो ठिक हुने, छिट्टो खानुपर्छ है। हस्, छिट्टो ठिक भएर छिट्टो चक्लेट खानुपर्छ। अनि त्यसपछि दिदीले अरू सामान थुप्रै किनेर राखेको छ, तिमी ठिक भएपछि फेरि मै लिएर आउँछु। हस्, अनि ठिक छ। तिमीले गर न, हातले गरिदिनुहुन्छ। ह्याप्पी बर्थडे। कति वर्ष भयो? 23, 22। ह्याप्पी बर्थडे दिदीको माया है। कस्तो लाग्यो सरप्राइज बाबु तिमीलाई? खुसी लाग्यो। यहाँ चक्लेट्सहरू छ है। म दिदीलाई छोडेर जान्छु ल। ह्याप्पी बर्थडे, गेट वेल सुन है। दिदीलाई याद छ धेरै। ल, छिट्टो ठिक हुने, छिट्टो दिदी भेट्न आउनुहुन्छ है। हस्, अहिले हामी लागौँ। हस्, गेट वेल सुन। हस्, मौका मिल्यो भने म पछि फेरि भेट्न आउँछु ठिक भएपछि है। दिदीलाई लिएर आउँछु म। हस्, ल, हस्। धन्यवाद मेरो भाइ। तिमी पनि चाँडै निको हुने बोजू, हामी सबैले प्रार्थनामा सम्झिन्छौँ है। र जतिजना पनि अब सबैजना हाम्रो अडियन्सहरू जतिले हेर्नुहुन्छ सबैले तिम्रो लागि प्रार्थना गर्नुहुन्छ आजबाट ल। ल हिम्मत हार्नु हुँदैन मेरो भाइ, हामी छौँ है। थ्याङ्क यू मेरो भाइ। चाँडै निको हुनुपर्छ। अब हुन्छ भने हातमा बल दह्रो बनाउने हामी चतुर चतुर ज्ञानहरू साह्रै तिम्रो लागि। ल ल ल, आयुष दाई उहाँहरू हुनुहुन्छ त, त्यसको दाईहरू हामी छौँ, टेन्सन नलिऊ है। सबै निको हुन्छ ल। ल यता मेरो काम सक्यो भने म भेट्न आउँछु नि दाइसँग ल। ल के कसो हुन्छ, के पऱ्यो भने दाइलाई भन्नु, या त दाइ मार्फत मलाई यहाँ खबर आइहाल्छ, खबर गर्नु ल। ल यहाँ बोजूसँग बोल्नु, आइसियुमा छ बाबु, बाबु आइसियुमा। हुन्छ
पछि मौका पऱ्यो भने लाउँछु नि होइन चिन्ता नगर चिन्ता चिन्तै गर्नु पर्दैन हौ चिन्ताले चिन्तामा पुऱ्याउँछ नि चिन्ता गर्नु आफूले एकदम भरोसा गर्नुपर्छ त्यस कारण हामी पछि भेट्न आउँछौँ बजे नानी ल भेट्न आउँछौँ है ल निको हुनुपर्छ अब चाँडै ल हाम्रो दाइ बिचरा रुँदै छ बिचरा ल डोना ल ल दाइ टेन्सन नलिनु ल भाइको केयर गर्दै है है बाबु हेर्स कि डोनासँग भयो ल ठिक हो है पछि एक गते आउँछु है ट्राई गर्दै त्यस्तो भन्नु अब त आस्ते आस्ते खान्छु भन्ने हो नाच्यो नभए हामी छिट्टै काठमाडौँतिर पनि गएको है त्यसो भयो नि डोनासँग गऱ्यो मेरो भाइ रुद्रचाले पनि सहयोग गर्दैछ भाइको लागि कति गर्नु लाग्यो म चाहिँ 3000 जति ओके ल थ्याङ्क यू हजुर पनि इच्छा छ भने उहाँको इच्छा भएको क्युआर चाहिँ नभए मेरोमा राखिदिँदा नि हुन्छ मेरो राखिदिन्छु ट्याक्क आएर हजुरहरूले सहयोग गर्न सक्नुहुन्छ हजुर साइड हुन्छ नि 3000 गर्दैछु ल अनि केही पऱ्यो भने जस्ट सम्झिनु न चितवनमै छु म मेरो नम्बर पनि दिन्छु तिमी के रे तिमी भाइको के पर्यो म मामाको छोरी के भन्नु मेरो एउटै फुपू दिदी हो होइन अनि मेरो एउटै फुपू दिदीको एउटै छोरा हो एउटा छोरा एउटा छोरी हो उहाँले भयोभरको सम्पत्ति सबै बेचिसक्नु भयो कि केही पनि छैन बस्ने पनि यहीँ हस्टेलमा हो खाने पनि यहीँ हस्टेलमा हो हामी लगभग 1.5 वर्ष भइसक्यो सहयोग पनि सबैले गर्नु आफ्नो मान्छे जतिले सबैले सक्दो सहयोग गर्नुभयो नगर्नुभयो कसैले नि होइन सबैले गर्नुभयो जति सकिन्छ त्यति गर्नुभयो अहिले हामीलाई धेरै गाह्रो छ धेरै समस्या छ हामीले थुप्रै मिडियालाई फोन गऱ्यौँ कुरा गऱ्यौँ रोयौँ करायौँ चिचायौँ तर हामीलाई कसैले पनि सहयोग गर्नु भएन हस् हस् हुन्छ भन्नुभयो आस्ते खानुभयो कोही पनि हाम्रो अगाडि कोही पनि एकछिन के भयो कस्तो भयो कसैले बरु यहाँ वरिपरि बस्ने मान्छेहरूले उल्टै बिरामी लिएर आएको मान्छेहरूले बरु हामीलाई सहयोग गर्नुभयो हाम्रो पीडा बुझेर तर मिडियाहरू कुनै पनि आइदिनु भएन हामीले घर माग्दाखेरि स्ट्याम्प छैन यो छैन ऊ छैन भन्नुभयो तपाईँहरूले जति सक्नुहुन्छ त्यति गरिदिनु मेरो एउटै फुपू दिदी हो मेरो एउटै भाइ हो भाइ पनि हाम्रो छैन त्यही भाइ हो हामीले उसरी नै भाइ सम्झिन्छ मलाई आज मेरो भाइलाई त्यस्तो भयो सबैजना मिलेर सहयोग गरिदिनु मेरो एउटै फुपू दिदी म बस यति नै भन्न चाहन्छु तपाईँले जति सक्दिनुहुन्छ त्यति गरिदिनु हेरै पनि हामीले केही माग्दैनौँ किनकि तपाईँहरूको यति केही उस रकमले केही हुन्छ कि मेरो भाइलाई भनेरै नै हो मेरो भाइले पनि 1.5 वर्ष भइसक्यो त्यही पनि उसबाट सक्दो त हामीले पनि गरिराखेको हो नगरेको होइन अहिले गर्दा गर्दैन अहिले हामीसित केही पनि छैन त्यही भयो तपाईँहरूसित हामीले सबैसित घर मागेको हो जति सक्नुहुन्छ त्यति गरिदिनु मेरो एउटै फुपू दिदीको एउटै छोरा हो म बस त्यति नै भन्न सक्छु कि जति सक्नुहुन्छ त्यति नै गरिदिनु हामीलाई धेरै पनि हामीलाई केही पनि चाहिँदैन तपाईँहरूको 1 रुपियाँले गर्दाखेरि मेरो भाइलाई केही बिसेको हुन्छ कि भनेर डाक्टरले भन्नुभयो बिसेको त हुन्छ तर टाइम लाग्छ आस्ते आस्ते हुन्छ भन्नुभयो डाक्टरले चाहिँ अब हामीलाई पनि त आश त छ नि त भाइ बोल्छ राम्रै बोल्छ मुखबाट नचल्ने राम्रै बोल्छ राम्रोसित उस गर्छ तपाईँहरूले पनि देख्नुभयो भित्र गएर बाबु कस्तो मजाले बोलेको राम्रो बोल्ने हाँस्ने गर्छ उसको सिर्फ नचल्ने भनेको शरीर चल्दैन त्यही पनि डाक्टरले आस्ते आस्ते हुन्छ भन्नुभयो सबैजना मिलेर प्लिज जति सक्नुहुन्छ त्यति गरिदिनु भन्छु मैले त्यही हो मैले भन्ने हस् थ्याङ्क यू हस् हुन्छ थ्याङ्क यू पुष्पाञ्जली हस्पिटल आयो चितवनको सरप्राइजहरू काहीँ कमेडी होइन काहीँ रुवाई कुटाम्ला त्यस्तो टाइपको हुन्थ्यो आज फरक रह्यो आइसियुमा भएको आफ्नो बिरामी भाइलाई दिदीले पठाउनु भएको मायाको कोसेली दिँदाखेरि र आमाको त्यो शब्द घर जग्गा बेचेर करोडौँ खर्च गरिसक्नुभयो
आफ्नो सन्तान, आफ्नो छोरा, एक्लो छोरा व्हिलचेयरमा मात्र भइदिए पनि सन्तुष्ट रहने भन्ने आमाको मन कस्तो हुन्छ भन्ने कुरा त्यहाँबाट प्रष्ट हुन्छ। भावुक भयो। धेरै मिडियाहरूले आश मात्रै देखाउनु भएछ होइन, कि त हुँदैन भनिदिनुहोस्, हामीले जस्तै हामीलाई नि यस्तो कुराहरू धेरै आइरहेको हुन्छ। हाम्रो चाहिँ यो हो, यस्तो गर्छौँ, अहिलेसम्म त्यस्तो गरेको छैनौँ भनेर बरु हामीले सिधै भनिदिन्छौँ। अनि आफूले सकेको बरु जति सकिन्छ त्यो चाहिँ गरिन्छ होइन। यहाँ पनि गरियो, उसले 3000 मैले 5000। हामी अब यात्राको क्रममा हिँडेको भए तापनि आफूले सक्ने चाहिँ गरियो। तपाईँहरू पनि यस्तै सहयोगी मन देखाउन चाहनुहुन्छ भने हामीलाई सम्झाउन सक्नुहुन्छ। 9856020181 भाइबर वाट्सएप, आयुष.स्टेसन इन्स्टा, आयुष स्टेसन फेसबुकमा तपाईँ म्यासेज गर्न सक्नुहुन्छ। साथै उसको आफू ठिक हुँदाखेरि होइन, पानीमा चिप्लेर लडेको सुन्दरी जलमा बर्खाको टाइम आउन लागिरहेछ। तपाईँ त्यति बेला आफ्नो ख्याल गर्नु होला हिँड्दाखेरि है। तपाईँको एक लडाइँले पनि जिन्दगी यस्तो हुँदो रहेछ भन्ने कुरा यहाँ देखियो देखियो है। त्यो कारणले गर्दाखेरि अनि भाइ चाहिँ फुटबलको फ्यान, फुटबल खेल्ने भएको कारणले गर्दा डोनाको एकदम फ्यान रहेछ। उसलाई डोनासँग बोल्न मन लाग्यो भन्ने हिसाबले कुरा गरेपछि मैले तुरुन्त डोनालाई भिडियो कल गराइदिएँ होइन। एकदम खुसी भयो पुरा। त्यति बेला उसको मुभमेन्ट है पुरा शरीर चलिरहेको थियो के, पुरा लक 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 त्यस्तो टाइपको। त्यो एउटा इनर्जी हुन्छ, आफूले मन परेको मान्छेसँग बोल्न मात्रै पायो भने पनि होइन। त्यो देख्यौँ, बजुसँग पनि बोल्न पायो भाइले होइन। अनि रोना एनर्जी आयो उसलाई, जुन आत्मबल चाहिँ अब छुट्यो होला। अब 1 गते भेट्न आउँछु भनेको छु होइन। अब यस्तै हो जिन्दगी होइन। दिदीको माया आफ्नो भाइलाई होइन, आइसियुमा भएको भाइलाई हौसला मिलोस् भन्ने हिसाबले चाहिँ सरप्राइज पठाउनु भएको हो। यहाँ आउँदा चाहिँ कस्तो छुट्टै किसिमको भयो मनै है, कस्तो भयो। ठिक छ, अब रुद्र चाहिँ यहीँ हुन्छ, उसले सकेको सहयोग गर्छ। म पोखरा भए तापनि मैले पनि सकेको सहयोग भाइलाई अवश्य नै गर्नेछु। हेरौँ है अब कति के सकिन्छ। तपाईँहरू यस्तै उहाँहरूलाई सहयोग गर्न चाहनुहुन्छ भने सहयोग गर्नुहोला। पुष्पाञ्जली हस्पिटलको इन्टायर टिमलाई धेरै धेरै धन्यवाद। डक्टर, नर्स होइन, हामीलाई फेरि बोलाउनु भयो होइन, भेटाउनु भयो, भिडियो खिच्न दिनुभयो। थ्याङ्क यू सो मच। ल अब भाइलाई सबै सहयोग गर्न चाहनुहुन्छ भने 9856 20 181 भाइबर वाट्सएपमा मलाई म्यासेज गर्नुहोला तपाईँले पठाउनु भएको सहयोग, अथवा उहाँको नम्बर एकाउन्ट सबै हामी उहाँको नै तपाईँलाई दिन्छौँ। तपाईँको मनबाट जति सक्नुहुन्छ सहयोग गर्न सक्नुहुन्छ। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो है। अर्को सरप्राइजमा भेट्ने बाचाका साथमा अहिलेलाई हामी पुष्पाञ्जली हस्पिटल चितवनबाट छुट्छौँ। बाई बाई।